जिल्ला सिद्धिचरण नगरपालिका 1 तलुवाको म तपाईहरुलाई दृश्य अवलोकन देखाउँदैछु। तलुवा सिद्धिचरण नगरपालिका 1 मात्र नभई म तपाईलाई बिस्तारै विभिन्न ठाउँहरु पनि यहाँबाट अवलोकन गराउन चाहन्छु यस भिडियो मार्फत। म अहिले यो सिद्धिचरण नगरपालिका 1 तलुवाको यो तीनपिप्ले आधारभूत विद्यालय देखाइरहेको छु मैले जुम गरेर। टक्क हेर्नुस्, यो तीनपिप्ले आधारभूत विद्यालय यो साबिक 2 नम्बर वार्डमा पर्छ। यो तपाईलाई मैले देखाएँ यो तीनपिप्ले आधारभूत विद्यालय यो कक्षा 1-8 सम्म सञ्चालित छ। यो हाम्रो तलुवाको एकदमै सुरुको विद्यालय हो। यो विद्यालय एकदमै महत्त्वपूर्ण रहेको छ। यो एउटा यसमा तीनपिप्ले भन्ने नाम 3वटा पिपलहरु भएको हुनाले हामीले तीनपिप्ले विद्यालयको नाम पनि राखेको कुरा हामीले भनाइ छ। यहाँ सारै ढपक्क कुहिरोले एकदमै यो मिरमिरे बिहानीमा सलल दुधकोशी बगिरहेको पनि यहाँहरु माझ देखाउँछु। हेर्न आउनुस्, यहाँबाट दुधकोशी अवलोकन गर्नु। हाम्रो यो कोसेली चौर एकदमै राम्रो छ, यहाँबाट हेर्न मोहमुख छ। त्यसैले हामी यहाँबाट हेर्दै जाँदा हाम्रो यो कोसेली चौरको अहिले हामी भर्खर दृश्यहरु हामी देखाइरहेका छौं। यसै हुनाले हामी यो पारी खोटाङ जिल्ला पनि म देखाइरहेको छु तपाईहरुलाई। र यहाँबाट हेर्नुस्, यो पारी थुम्की यो बिचको गहिरामा चाहिँ हलेसी महादेवको दर्शन गर्नुस्। बिहानै तपाईहरुलाई पुण्य लाभ हुनेछ। त्यसैले यो हलेसी तुवाचोङ नगरपालिका यो कुहिरोले ढाकेको ठाउँ मैले जुम गरेर देखाएको छु। यो कुहिरोले ढाकेको ठाउँ हलेसी तुवाचोङ नगरपालिका पर्छ। र यो त्यो माथिको एउटा टावर छेउ चाहिँ दुछिम भन्ने त्यहाँनेर नि राम्रै बजार व्यवस्थापन रहेको देखिन्छ। तपाईहरुलाई म यो देखाउँछु। र यसरी नै म यो हाम्रो ओखलढुङ्गा जिल्लाकै मानेभन्ज्याङ गाउँपालिका यो कुहिरोले ढाकेको ठाउँ मोली 1 यो कालिका माध्यमिक विद्यालय पर्छ। यो मोली वार्ड नम्बर 1। र त्यसैगरी त्यो पारीको जुरे डाँडा देख्नुहुन्छ, लुब्जु डाँडा भन्छ त्यसलाई नि हामी उभु भन्दा ओर्तिर ओक्सा वार्ड नम्बर 2 मानेभन्ज्याङ गाउँपालिका वार्ड नम्बर 2। र मैले यहाँ जम गरेर देखाएको तपाईहरुलाई मनोकामना माध्यमिक विद्यालय हो। यो जुम गरेर देखाएको छु। यो मनोकामना माध्यमिक विद्यालय त्यहाँ अवस्थित छ। त्यसै हुनाले यो हाम्रै सिलसिलामा यो जुरे डाँडा भन्दा अगाडि एउटा केतुके बजार पनि त्यो सेममा आउँछ। र यो हाम्रै यो मानेभन्ज्याङ गाउँपालिकाकै एउटा यो बाख्रे भन्ने स्कुल बाख्रे रामपुर पनि यहाँ तपाईलाई अवलोकन गराएको छु। र यहाँबाट त्यो थुम्की जानुका गढी हाम्रो जस्ट तलुवा ठुलाछाप र मोलीको सिमानामा पर्ने यो थुम्की जानुका गढी हो। र यहाँ मैले यहाँबाट तपाईलाई देखाइरहेको यो 2टा थुम्की छ। यो थुम्कीमा चाहिँ सिद्धिचरण नगरपालिकाले बनाएको टावर छ, भ्यू टावर। त्यसमा गएर तपाईले विभिन्न ठाउँको अवलोकन गर्न सक्नुहुन्छ। यो भन्दै तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, शेयर गरेर विभिन्न ठाउँमा पुर्याइदिनु हुन हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।